हेलो गाइज, नमस्ते अनि वेलकम छ तपाईहरुलाई सबैलाई। हामी चाहिँ जाँदैछौँ जलजलाको यात्रा अनि पुरा खतरा भइरहेछ हामीलाई चाहिँ यो ठाउँमा। के गर्नु, मान्छे टन्नै छन् तल हैन, हामी चाहिँ अगाडि आएको छु, पुरा खतरा भइरहेछ। यस्तो म टोको बोकेको छु हैन, सबैजनालाई हेर्दिनु। उकालो फेरि थारै उकालो ऊ जानुपर्छ हैन। हामी चाहिँ बिहान 6 बजे हिँडेको, अहिले चाहिँ बज्न लागिसक्यो। ठ्याक्क कति बज्न लागिसक्यो थाहा छैन। त्यही भएर जलजला जाँदैछौँ। 3 बजे होला सायद, अझै टन्नै छ जाने हैन। पुरा बाटो खतरा छ, मान्छे टन्नै छन् ऊ तलतिर हो। पुरा मेलाहरू खतरा मेला भइरहेछ हैन। पुरै भेडा पनि नहिँडेर बोकिरहेछन् हैन। अनि म चाहिँ यस्तो बनाउँदैछु भिडियो, अनि सबैले मिठो तरिकाले हेरिदिनु होला, राम्रो मानिदेऊ। लास्ट थाकेको छु यार, म चाहिँ गालो नै हिँड्ने। त्यही भएर मान्छेहरू यस्तो टाढा छ, यस्तो टाढा छ। अघि न उकालो त झन् खतरनाक थियो हैन। त्यही भएर म चाहिँ अहिले यो ठाउँमा छु। यो चाहिँ पर्छ बुकी पर्छ हैन चाहिँ। त्यही भएर अब यता अलिक गाह्रो छ। अब लगभग 6-7 बजे पुगिन्छ होला। त्यतिखेरसम्म सबैलाई देखाउने कोसिस गर्दैछु। त्यसपछि हामी रमाउँदै जानेछौँ, रमाइलो गर्दै जानेछौँ हैन। कसै जलजला आउनु भएको छैन भने हेरिदिनु होला टक्क लाएर। अनि पुरा खतरा छ यो ठाउँ चाहिँ हैन, स्पेसल ठाउँ हो यो चाहिँ। पुरा यस्तो बवाल ठाउँ छ, यति चिसो आनन्द अनि न्यानो निन्द्रा लाग्ने। कति मिठो यस्तो उकालोमा हिँड्नेलाई त हैन। त्यसपछि चाहिँ अरू मान्छे चाहिँ पारि मैले छोडिसकेँ हैन, छोडिसकेँ। त्यसपछि पारि आउँदैछन्, पारि भेडा पनि हिँडेको छैन, बोकेर पनि आइरहेछन् हैन। सबैलाई देखाउने कोसिस गर्दैछु। अनि के कस्तो लाग्छ भिडियो हेरेर लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु होला। नमस्कार। बिना त्यसले भन्नु केही छ? लाइक, कमेन्ट, सब्सक्राइब गरिदियो भन्न त। लाइक, कमेन्ट, सब्सक्राइब फ्री सबै गरिदिनु होला। परि आउँदैछन् पुरा। यो चाहिँ बुकीको तल उकालो है, बुकीको ठाडो उकालो। अझ मान्छे छन् पारि टन्नै छन्। सुस्तै यो चाहिँ आज चाहिँ पानी नि परेको छैन। पहिला हामी 2 वर्ष पहिले आन्ला पानी परेर जुका लाएर यसबाट न एउटा जुका फाल्यो हैन। त्यसपछि ओहो एल्बिना त माथि कुन धारा हो। हेलो, अनि सबैले के कस्तो लाग्छ भनेर के भन्छन् रे? म त खासै बोल्न पनि आन्न। अब के गर्नु, यस्तै छ जिन्दगी हैन। हो भन्दैन बिना त यार। हो अनि मलाई कस्तो देखिरहनु भएको छ तपाईँहरूले? पुरा जिता छ नि। पुरा देखो न कस्तो छ।
Oh, sister. सिम चाहिँ खतरा छैन खासै मोबाइल त राम्रो त हैन त्यो पनि बनाउने कोसिस गरिरहेको छु सबैजनालाई देखाउन होला है बाहिर पनि आउँदैछन् बडारन स्याट बडारन आउँदैछन् स्याट आउँदैछन् हैन एउटा के भन्नु हैन हामी चाहिँ अझै बाटो डाँडा निक्लिनु पर्ने अवस्था छ त्यो डाँडा उकालो त कति धेरै हिँड्यो तर मलाई थाहा छ मर्ने जस्तो भइएछ के गर्नु यस्तो छ जिन्दगी हेरेर कस्तो लाग्छ माया गरिदिनु होला पुरा भेरा बोकेर हिँडिरहनु भएको छ यहाँ तान पुरा हैन पुरा भेरा चाहिँ खतरा हो के पुरा गीत बजार कस्तो भइरहेछ अन्ति यात्रा कस्तो भइरहेछ यात्रा अङ्कल एकदम ठिकठाक कस्तो भइरहेछ यात्रा भेरा भेरा पनि छ अनि यो पनि छ हैन असिना पनि परेको छ हैन यस्तो खतरा तिमी दुईटाले कस्तो भइरहेछ एकचोटि बोलिदिउ न यार कस्तो चाको हामी चाहिँ बुकेको ठ्याक्क रोडबाट पनि आइपुगेको छौँ हैन अहिले चाहिँ पछिरहेको छु यो चाहिँ चुले कुले चोर गडा हो यो चाहिँ छली हो यसको नाम के हो केटा यसको नाम के हो भन्दैन उटी चाहिँ तँ चाहिँ मेरो सोल्टिनी भने उटी भाइ त्यति छन् गइरहेछन् त्यो बिच्न दुइटा होइन त्यसपछि भन्दाखेरि सुवान खत्री पारी गइरहेको होइन केटा हो सुवान खत्री भन्ने कच्छा लाएर राखेको जाडो नि माने होइन होइन सुवानले होइन पैटोको झारे होइन हाम्रो ग्याङमा मिसिन आँखा ठोकिदिने होइन केटा हो ठोक्ने होइन हाम्रो ग्याङमा मिसिन हान्यो भने केटीहरू गएन कुपु सुनेर बर्बाद भइसकेको छ पालि गाड फाट भइरहेको केटा लोकटे भन्नु पर्दा चिङ्नु भयो लोकटो यो बजारलाई कल्पना लतारेको अरे होइन माथि आज कल्पना आएको छ यो केटा यहाँ छ होइन घर फट सुवान खत्री कहिले कुराकानी भन्छ अरे कस्तो कुराकानी हो र रिस उठायो भने पहिला भक्कलको मैले ढाल्छु नि फेरि मेरो ग्याङ सब यिनीहरू सब मेरो ग्याङ होइन केटी सब मेरो ग्याङ हो कि कुहिली निखोज्छ भने भन है साथीहरू